हेलो गाइज ब्याक टु मी च्यानल कमला भ्लग्समा म धेरै पछि म उपस्थित भइसकेकी छु। सर्वप्रथम त हजुरको तिहार कस्तो रह्यो? मेरो त येवान रह्यो। त्यसै खण्डमा आज छोराले मलाई तिहारको भैलाको रियाक्सन भिडियो गरा मम्मी भनेको छ, तर मलाई त्यो रियाक्सन भिडियो गराउन मलाई आएको छैन, मलाई थाहा पनि छैन कस्तो भिडियो हो। त हेरेरै थाहा हुन्छ। ल आउनु सबैजना हेरेर रमा। ल मलाई चाहिँ भन्न खोजेको के हो भने छोराले चाहिँ टिकटकमा सेभ गरेर राखेको रहेछ, मलाई पहिलोचोटि देखाउँदैछ, त्यो हेरेर म रियाक्सन दिन्छु है कस्तो रहेछ। ल सुरु गरौँ, आउनु छिटो आउनुहोस्। ल यो रियाक्सन चाहिँ ल यो दिदी त लोटिन चिप्लो रहेछ, भैँ चिप्लो रहेछ, लर्किन अनि लर्किन साडी पनि बिचरा यस्तो भयो। ल अर्को नानीको आयो है। के गरिरहेको भनेको यार, स्कुल खोल्ने एक दिन मात्रै बाँकी छ यार, भ्याकेसन होमवर्क छक्कै छैन। मैले तैँले गरिस्? मैले गरेको छैन, त्यसरी प्र्याक्टिस गर्दैछु। के प्र्याक्टिस? पिटाइबाट बस्ने। मैले सिका नि त्यो प्र्याक्टिस, सुसु मलाई सिका। ल के ल के रहेछ है? ल के ल हजुर मिसले हात भने नि हात पनि अनि मिसले हान्नु भन्दा अगाडि यसो गरिहाल्छ। ए अनि अर्को सेकेन्ड यो दाजु बहिनीको जस्तो छ है। झुक्केर है हामीले हान्नु भयो नि, अनि त्यसपछि हामीले यस्तो गरेर काम गरिरहेको पापा अनि यस्तो गरेर ठक्क काल जान्छ। अनि यसपछि के हुन्छ? बाठी रहेछन् नानी, बाठी रहेछन्। ल अर्को हेरौँ है। तेरो बुद्धि छैन पा। अर्को दे के त्यो मेरो 5 रुपैयाँ हैन बाबा, अलि देऊ। मेरो त्यो फिज 5 दाजु बहिनीमा 5 रुपैयाँ दिँदाखेरि हुन्न भनेदेखि है ए नानीले छक्का जस्तो छ यो, छक्काको जस्तो छ। पछि 1000 ल जा यसले फाइराछ है पापा पैसा। बाबा राम्रोसँग हातमा दियो बेबी, खुट्टा राख पनि। ल खुट्टा हैन 1005 दिन्छ। ए 1000 छोरी पैसा। ए मेरो मुखमा यहाँ पोलिहाल्छ क्या रे, बाल छैन है। ए बच्चा रमाइलो भिडियो रहेछ दाजु बहिनीको। फुल भ्वाक्कै हालिदियो नानीले। कति सानी नानी, 4 भाइ 3 भाइ रहेछन्। हेर 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 फ्वाक्कै फालिदिन् कि बिचरा, सानी छिन् नि त। यिनलाई थाहा नभएर हो कि ठुली भएपछि यिनलाई खुब याद आउँछ। यो रमाइलो भिडियो रहेछ। धन्यवाद नानी। पठाइ यो के हो फेरि? नेपाली भएर जन्म जस्तो टिका लगाउनु पर्ने भयो नि। ठुलो भएपछि छक्क पर्छन् है यिनी। यो बिचरा यस्तो पनि हुन्छ के होला भनेर हो कि यस्तो गरेको। मेरा हेरे ब्यागै देखाइदिएको छ। कति राह नाचेको, सीता केही छैन। यो नि राम्रो लाग्यो। ए भगवान, नानी चाहिँ टट्ठी रहेछन् है। हेर त रिसेर। यो नि एक प्रकारको माया हो। यसमा चाहिँ के छ भने दाजुबहिनीको माया मिसिएको छ कि। ल यहाँ ल ओखर फुट्ने ढुङ्गै फुट्यो। ल ढुङ्गै फुट्यो। टीका लगाए अब म पैसा दिन्छु है त। ल ए त्यो चेक हुँदैन, अस्ति पनि यो चेक दिएको हुँदैन, पोहोर साल पनि यो चेक दिएको के पैसा छैन। यो चेकमा पैसा छ के? हुँदैन यो चेक। पहिला पो म नकमाउनु भने चेकमा पैसा छैन भने है। यो बैंकको मलाई विश्वास लाग्दैन, खुड्क लाएर क्युआर गर्दै। आजकलको जमाना हेर्नु त, पठै हाम्रो जमाना। प्रेङ गर्न गइरहन। आयो 5 रुपैयाँ दिएर 5 रुपैयाँ दिएर खाता लगाउँदाखेरि ल
देउसी ल मैले रियाक्सन भिडियो गरिसकेको छु म यहाँ उभिएर गर्दाखेरि म थाकिसकेको छु यो पार्ट 1 हो पार्ट 2 चाहियो भने फेरि भन्नु होला यस्तै रमाइलो रमाइलो भिडियो लिएर म आउने छु अवश्य आउने छु तपाईहरुको माग अनुसार म गर्ने पनि छु यति भन्दैमा मैले सानो सानो छोटो मिठो भिडियो रियाक्सन भिडियो गरिसकेको छु अब यो बाबुले गर्ने कुरो हो कसरी गर्छ के गर्छ हाल्दिन्छ केमा हाल्ने हो तपाईहरुले चाहिँ हेर्दै जानु होला नमस्ते ल सक्दो क्रेडिट हो कि क्रेडिट पनि दिन्छ अरे छोराले तपाईहरुको भिडियोलाई त्यही त होला मैले भन्न नि जानिन अब त त्यही बुझ्नु क्या तपाईहरुले ल